हुन्छ सबैजना मेरो मित्रजनहरूलाई मेरो भिडियो हेर्ने मित्रजनहरूलाई म जय मसी अनि नमस्कार भन्न चाहन्छु। म फेरि पनि बाइबलको यो वचनहरू पढ्दैछु। जानी नजानी पढ्छु, गल्ती बोल्यो भने मलाई माफ गर्नुहोला। हामीलाई चाहिँ चिन्ता, यहाँ माथि चाहिँ शीर्षकमा लेखेको छ चिन्ता फिक्री, यो नगर्नु भन्नुभएको होला प्रभुले। 25मा यस्तो लेखेको छ, 6को 25मा, यसकारण म तिमीहरूलाई भन्दछु के खाउँला के पिउँला भनी आफ्नो प्राणको निम्ति र के लगाउँला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? हालेलुया। यो वचनले साँच्चै मेरो मन छोयो। साँच्चै नै हामी के खानी, भरे के खानी, भोलि के खानी, अनि सम्पत्ति कसरी थुपार्ने भनेर हामी चाहिँ धेरै चिन्ता फिक्री गरेर आफैमा आफ्नै बलले चाहिँ हामी चिन्ता गर्ने, फिक्री गर्ने, अनि यो शरीरलाई चाहिँ दुःख दिने गर्दो रहेछौँ। तर यो वचनले आज मैले सिकेँ, सबै कुरा हाम्रो फिक्री, चिन्ता अनि सबै कुरा हामी चाहिँ परमेश्वरमा सुम्पिन्छौँ भने हामी आनन्दित भएर हामी चाहिँ यो संसार छोड्ने बेलासम्मै पनि हामी आनन्द खुसी हुन्छ। यहाँ सबै वचनमा आनन्द हौ नडराऊ, आनन्द हौ नडराऊ भन्ने धेरै वचनहरू छन्, तर मैले धेरै पढेको छैन। धन्यवाद। यो वचन पढाइमा परमेश्वरको महिमा भएको होस्। गल्ती भुल भएमा मलाई प्रभुले क्षमा गर्नुभएको होस् र सबै मेरो भिडियो हेर्ने मित्रजनहरूले पनि मलाई क्षमा गरिदिनुहोस् र यो कुरो चाहिँ यस्तो है भनेर कमेन्टमा लेखिदिनुहोस् र सिकाउनुहोस्। म सिक्दैछु। धन्यवाद।